मेरो फेसबुकको सम्पूर्ण मित्रहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। मलाई चाहिँ बोल्न चाहिँ खासै आउँदैन। आज चाहिँ मैले भ्लग बनाउने सुरु बसेको छु। मेरो ड्रम चाहिँ यो दुईवटा ड्रम चाहिँ एकदम फोहोर भएको थियो, त्यही भएर एउटा ड्रम चाहिँ हिजो सफा गरेँ, त्यही भएर आज चाहिँ पाइप लिएर अर्को ड्रम पनि सफा गर्ने सुरु बसेको छु। अनि पानी चाहिँ अलिअलि सिमसिम गर्न थालेछ अहिले। पाइपलाई चाहिँ मैले लगेर ड्रममा राखिसकेपछि अनि यो पाइप चाहिँ यसमा अडी नै लागेन। त्यसपछि ड्रमको ढक्कनले च्यापिसकेपछि अब पानी सोच्ने म तल आएँ। अब पानी सोचौँ कतिको सोचिन्छ कि सोचिँदैन। हिजो चाहिँ टाइम लागेको थियो, आज चाहिँ ल आयो सोचे पानी चाहिँ। अब हेर्न सक्नुहुन्छ हजुरले ड्रमबाट कति चाहिँ माटो आउँछ है। हेर्नुहोस् यस्तो फोहोर बसेको छ ड्रम, त्यही भएर सफा गर्न खोजेको मैले। अब पानी परेर मलाई चाहिँ ड्रम सफा गर्न पाएन। आज चाहिँ ड्रमको काम चाहिँ आधै छोडेर पानी परेकोले गर्दा म पुरी र चिया खाने अब तयारी गर्दैछु। पानी परेको बेला पुरी र चिया चाहिँ छोराहरूलाई मनपर्छ, त्यही भएर पुरी र तरकारी पुरी र चियाको तयारी हुँदैछ। पुरी चाहिँ पाक्यो। उता कोठाबाट चाहिँ छोरो भोक लाग्यो माउ भनेर बोल्दैछ, अघिदेखि कराउँदैछ। अब चाहिँ चिया पनि पकाउने तयारी गर्दैछु। अब चियामा बढी पानी पनि मिठो हुँदैन, त्यही भएर दुधको चिया अलि कम पानी राखेर चिया बनाउने तयारी गर्दैछु। पुरी चाहिँ लगभग सब खाने भएर पाकिसक्यो। अब स्वादअनुसारको चिनी राखेर यसमा मलाई चाहिँ अलिक गुलियो नै चिया मनपर्छ, त्यही भएर अलिक चिनी बढी नै खान्छु म। अनि कडक चिया अनि अदुवा राख्दा चाहिँ अलिक स्वादमा अझ मिठास आउँछ, त्यही भएर चिया पनि रेडी भयो। त्यसपछि पुरी पनि रेडी भयो। हाम्रो फ्यामिलीमा चाहिँ 4 जना छौँ, 2टा छोरा 2जना बुढाबुढी। तर म र मेरो सानो छोरा चाहिँ हामी क्यामेरामा आउन हामीलाई राम्रो लाग्छ, सोसियल मिडिया चलाउनु बोल्न चाहिँ राम्रो लाग्छ। 2जना बाउ छोरालाई चाहिँ मन पर्दैन, त्यही भएर बाउ छोरा चाहिँ क्यामेरा पछाडि खाँदैन, हामी आमा छोरा चाहिँ क्यामेराको अगाडि नै खाँदैछौँ गफ गरेर। अनि अब मन नपर्नेहरूलाई जबरजस्ती पनि गर्न सकिएन, गर्नु पनि हुँदैन, त्यही भएर हामी चाहिँ गफ गर्दै पुरी र चिया खाँदैछौँ आमा छोरा। त्यसपछि हिजो हामीले अलिअलि झारजङ्गल काटेका थियौँ। रुखहरू बर्खाले गर्दा धेरै छन् त, त्यही भएर हिजो सफा गर्न पाइएको थिएन, त्यही भएर फोहोर थियो, त्यसलाई अलिअलि सफा गरौँ। तर अलिअलि सफा गरिसकेपछि छोराहरू 2टा झगडा गर्दैछन् कोठामा। अलिअलि सफा गरेँ, अलिअलि गरेँ, धेरै पनि भ्याइएको छैन। अब राम्रोसँग घाम लागेपछि सफा गर्नु पर्ला। अलिअलि पातहरू चाहिँ उठाएँ। त्यसपछि पसलमा आएको कट्टाहरू चाहिँ हिजो ल्याएको थियो, त्यो भिजेको थियो। फेरि अब अलिअलि घाम लाग्ने जस्तो गरेर यसलाई चाहिँ सुकाउँ। अनि त्यसपछि मलाई खासै बोल्न आउँदैन। यो ड्र्यागन फ्रुट छ, यसलाई चाहिँ अलिअलि गोलमेल गरौँ। त्यसपछि चाहिँ हिजो माथि लाग्नु लागि काटेको थिएँ घाँस चाहिँ नलगेपछि घाँस लाग्ने मान्छेले यसलाई चाहिँ यता राख्दैछु अहिले। त्यसपछि चाहिँ मैले एउटा टिकटक बनाएँ अनि आफ्नो सबै काम सकिसकेपछि म चाहिँ पसल जान रेडी भएँ। गाना सुन्ने चाहिँ जिम्मा हजुरको। हस् त अहिलेलाई यति नै।